तिम्रो देउरानीमा उठेको सबैले तार्दै मोबाइल खेलाउँदै बसिरहेको छ तिमी चाहिँ भने खोइ के हो खै दिदी म के भन्नु घरको काम जानेर बुझेर गर्नुपर्ने गर्दिन त म के गर्नु लो यो त भएन है माया तिमी सोधिछौ तेरो तिम्रो देउरानीले हेपेकी यसरी हेपाइसकेर त नबस है तिमी हेर माया त्यसको जति अधिकार छ तिम्रो पनि त्यति अधिकार छ त्यो चाहिँ महारानी बनेर कुखुराको सट्टा तानेर बस्ने तिमी चाहिँ गोरु लद्दा जस्तो लद्देर काम गर्ने यो त साह्रै भेदभाव भयो है माया हो दिदी हामी दुई बुहारी बीच भेदभाव भएकै हो तिमी पनि यति सोझी भएर नबस एकचोटि रनक्क पारेर रन्किदेऊ सबै कुरा ठिक हुन्छ दिदी सही भन्नुभयो तपाईँले अहिले अलि हतार छ म जान्छु ल ल माया मेरो धेरै काम छ म जान्छु है ज्योति खाली मोबाइल चलाएर नबस त मैले भाँडा माझ्दिएको छु गएर खाना पकाऊ त दिदी म खाना पकाउन भ्याउँदिन तपाईँ गएर पकाउनु न घरको सारा काम मैले मात्रै गर्नुपर्छ भन्ने त छैन नि अलिअलि त तिमी पनि त गर्न सक्छौ म मात्र यो घरको बुहारी होइन तिमी पनि त हो तिमी चाहिँ भने 24 घण्टा मोबाइल चलाएर बस्ने मैले भने चारैतिर भ्याउनु पर्ने दिदी मेरो बुढाले नुन तेल चामल सबै किनिदिनु नै भएको छ फेरि जाबो त्यति भात पकाएर खुवाउन यति गाह्रो तपाईलाई हेर ज्योति नुन तेल चामल तिम्रो बुढोले मात्र होइन बेला बखतमा हामीले पनि किनेको थियौँ त्यसैले भोलिदेखि बाहिरको काम तिमीले गर्ने घरको काम म गर्छु हुँदैन म त केही पनि गर्दिन ल्याउ यो साग के लाएर पहाडेर ल्याउ म भित्र खाना बनाउँदै गर्छु सक्दिन म घरको काम सबै मैले गर्नु पर्ने यति एउटा काम गराएको पनि सक्दिन म पनि सक्दिन तु खा त तँलाई त म त्यत्तिकै कहाँ छोड्छु र यो परिवार र समाजको नजरबाट तँलाई गिराएरै छोड्छु दिदी तपाईले मेरो औँठी देख्नु भएको छ दराजमा राखेथे छैन त तिम्रो औँठी तिमीले कहाँ राख्यौ मलाई के थाहा त तपाईलाई थाहा नभए कसलाई थाहा हुन्छ त मेरो औँठी चोर्न पक्कै पनि बाहिरको मान्छे त आएन होला कस्तो कुरा गरेको तिमीले के तिमीले मलाई चोर सम्झेको के अब मेरो औँठी हराउँदा मैले हराए पनि भन्न नपाउने आफ्नो ओइटमा बसेर कुरा गर ज्योति नत्र 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 के गर्नुहुन्छ यसरी बुक पुखै नलागै ज्योति नत्र तेरो बुक चितेर यहाँ पुर्याइदिउँला नि ल हेरौ त कसरी च्याप्दै रहेछ ए हेर्छस् ल बक्सीले मार्न लाग्यो मलाई मलाई मार्न लाग्यो बक्सीले मार्यो बाजु के गर्नु भएको बाजु
यसलाई त म आज त्यसै छोड्दिनु तेरो त म अझै एउटा एउटा कपाल उठाउँछु छोड्यो के तमास हो के भयो किन झडारेको हेर्नु न बुवा मेरो औँठी हरायो तपाईँले देख्नु भएको छ भनेर सोध्न गएको दिदीले एक्कासी मेरो कपाल लुच्नु भयो यसले मलाई औँठी चोरेको चोर दोष लगाई यो घरमा कहिल्यै शान्ति नआउने भयो दिन रातको झगडा भाउजू मेरो बुढीले औँठी हरायो भन्दा के भुताल्नै पर्छ के हेपेको हामीलाई हेर्नुस् बाबु तपाईको बुढीको औँठी मैले चोरेको छैन हेर्नुस् बुढा यसले मलाई किन औँठी चोर दोष लगाउँछ त मलाई विश्वास छ यो औँठी तैँले चोरेको छैनस् हेर भाइ तैँले आफ्नो बुढीलाई राम्रोसँग सम्झा तेरो बुढी आजकल अलि बढी नै भइराखेको छ मेरो बुढीलाई होइन दाइ भाउजूलाई सम्झाउनु भाउजू चाहिँ बढी हुँदैछ कान्छा त बहुसरको दाजुसँग मुखमुखै लाग्छस् मेरो औँठी चोरेको खुद मेरै आँखाले देखेर सोधेको हो दिदीलाई मेरै औँठी चोर्ने उल्टै मै माथि आइलाग्ने खाली चोर चोर नभनै तेरो औँठी कहिले चोरे ल देखा तपाईले मेरो औँठी चोरेर आफ्नो ज्याकेटको गोजीमा राख्नु भएको छ मैले खुद मेरो आँखाले देखेको छु जेठा जा त त्यो ज्याकेट लिएर आइजो औँठी त तिमीले नै चोरेर होइन यो औँठी मैले चोरेको होइन बुवा पक्कै यसले मलाई फसाउनलाई जाल बुनिराखी छ हो भो धेरै नाटक गर्नु पर्दैन चोरले कहिले म चोरो भन्छ हेर्नुस् बुढा मैले यो औँठी चोरेको होइन औँठी त तपाईँले नै चोर्नु भएको रहेछ त मेरो बुढीले झुटो बोलेको रहेछ त ठिकै छ तिमीहरूलाई हामी मन पर्दैन भने तिमीहरू छुटेर बस त्यसो भए हामी छुटेरै बसौँ न त बा आमा हाम्रो अंश छुट्याइदिनुहोस् टन्टे साफ हुन्छ म यो दिन रात किट 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 सहर बस्न सक्दिनँ हेर छोरा हो तिमीहरू दुई दाजुभाइ छौ छुट्टिएर बस्ने कुरा नगर मिलेर बस्न छोडिदिनुहोस् बुवा हाम्रो अंश भागवण्डा लगाइदिनुहोस् बस्नु छैन यस्ता मान्छेहरूसँग मलाई हामी बाचुन्जेली यहाँ कोही छोराहरू छुट्टेर बस्दैनन् चुप लाग्नुहोस् आमा तपाईँ बिचमा नबोल्नुहोस् म एक्लैले यो घरको बोझ उठाउन सक्दिनँ त्यसैले छुट्टिएरै बस्ने हेर भाइ तेरो मात्रै कमाइले यो घर चलेको छैन हामी सबैको रगत र पसिनाले गर्दा यो घर चलेको छ तैँले जागिर खाइस् पैसा कमाइस् मैले पनि त यो घर थानेको छु नि अनि के को सिंहेश्वर राङ्गा जस्तो भएर धम्की दिन्छस् बाबु छोरा हो जबसम्म हामी जीवित रहन्छौँ तिमीहरूले अंश पाउँदैनौ हामी मरेर गएपछि तिमीहरूले अंश लिएर छुट्टिएर बस्नु बुवा ल्याउनु सक्छु हिँड्नुहोस् बुढा भित्र जाउँ सुन्नुहोस् म तपाईँको दाजु भाउजूसँग मिलेर बस्न सक्दिनँ तपाईँ एउटाको कमाइले पुरै परिवार पाल्नु परेको छ कति दिन चल्छ यसरी मैले बाबुआमालाई भनेकै छु त हामीलाई छुट्याइदिनु भनेर अब भनेकै मान्ने त म के गरौँ भन त केही गर्नु पर्दैन बुवासँग खुरुक्क आफ्नो भाग अंश लिनुहोस् अब हामी छुट्टिएर बस्ने हो दिन रातको कचकच सहेर बस्न सक्दिनँ म देख्नु भएन तपाईँको त्यो भाउजूले मैले दराजमा राखेको सुनको औँठी शुद्ध चोरेर लुकाए
यिनीहरू सँगै बसे पनि अझै के देख्नु पर्ने हो। देख्नु भएन त्यहाँ दिउँसो मलाई कसरी जगल टाकी तपाईँको भाउजू बनाउँदिले? के भन्नु तिमीलाई? आफूले कमाएर ल्याएको पैसा भाउजूलाई राख्न दिँदाखेरि आफूलाई केही आपत पर्यो भने माग्दाखेरि दिँदैन थियो। दिनै गाह्रो मान्नुहुन्थ्यो। कम्तीका छन् मेरो भाउजू। भाउजू त के कुरा गर्नु, दाइ पनि त्यस्तै छ। पहिला जे हुनु भयो सबै भुलिदिनुहोस्। अब जे हुन्छ सबै राम्रोको लागि हुन्छ। बरु अहिले चाहिँ जानुहोस्, गएर दाइसँग कुरा गर्नुहोस्। ठिक छ, म दाइसँग कुरा गर्छु। जानुहोस्। म भने घरको काम सबै गर्छु, ऊ भने दिनभरि मोबाइल चलाएर बस्थे। हुँदा हुँदा त आज मलाई चोर दोष लगाई तपाईँको भाइ बुहारीले। चुप लाग त। कति कराएको सोच्नु दे मलाई यो विषय। कति चुप लाग्नु, कति त्यही चुप लागेर बसेर त तपाईँको भाइ बुहारीले टाउकोमा टेकेको त। यसरी चुप लागेर बस्नुहुन्छ भने म त मरिदिन्छु। तर एक बस्ती र दुई बस्ती न तपाईँको भाइ बुहारीसँग मिलेर। तिमी धेरै टेन्सन नलिऊ, म बाबुआमासँग कुरा गर्छु। किन आमा बाउसँग कुरा गर्नु? 2-4 जना मान्छे राखेर फुरुक्क अंश बन्ना गर्नुस्। ठिकै छ, त्यसो हो भने म भाइसँग र आमा बाउसँग कुरा गर्छु। बुढा किन झोक्राएर बस्नु भएको? के हो त बाबै, त्यति राम्रोसँग मिलेर बस्या दाजुभाइ एक्कासी छुटेर बस्ने कुरा गर्छन्। जब त यो घरमा अर्काको छोरी आएर भित्रे तब त रडाको सुरु हुन थालेको हो नि। हो नि बुढी, छोराछोरी भनेका बिहा नगर्नु जेलका मात्र रहेछन्। बिहा गरेपछि त सबै पराई हुँदो रहेछन्। बुढीको कुरा सुन्छन् त के गर्नु, छोडिदिनुहोस्, जेसुकै गरून्। ल ल, म त्यहाँ बारीमा अलिकति घाँस रोप्छु है। दाइ यसरी भएन। तपाईँको बुढीले मेरो बुढीलाई हेपिरहेको छ। म यसरी हेपाइ सहेर बस्न सक्दिनँ। मेरो बुढीले चाहिँ हामीलाई हेपिरहेको छ। एउटा बोल्ने तमिज छैन, संस्कार छैन। भन्दा ठुलो मान्छेसँग के बोल्नुपर्छ के बोल्नु पर्दैन दिदी हो त ऊ। दिदीलाई जे पाए त्यही भनेको छ। जुन दिन मेरो बुढी यो घरमा भित्रियो नि, यो घरमा खैरालो मचिरहेको छ। मेरो बुढीलाई मात्र दोष नदिनु दाइ। भाउजू पनि कमी छैन। भाउजूले पनि बहिनी जस्तो गरे पो बहिनीले पनि दिदी जस्तो गर्छ। तेरो भाउजूले आजसम्म नराम्रो गरेको मैले देखेको छ। तेरै बुढी हो, जतिखेर पनि बखडा निकालेर झगडा गर्ने। यो घर जगडा यो लफडा गरेर बस्नुभन्दा हामी छुट्टिएरै बस्छौँ, यसमै सबैको भलो हुन्छ। ठिक छ, तेरो इच्छा त्यही छ भने हामी छुट्टिएरै बसौँ। भोलि बिहान म यो गाउँका मान्छेहरू र वकिल बोलाएर भएको जिमिन ज्याथा छुट्याउँ। अनि तँ आफ्नो सुरु गर, म आफ्नो सुरु गर्छु। हुन्छ।
वकिल साहब, अब हामी दाजुभाइ छुट्टिने निर्णय गऱ्यौँ। त्यसैले यो भयभरको श्री सम्पत्ति बराबर हुने गरेर भाग लगाइदिउँ। तर बा-आमा त नछुटिने भन्दै हुनुहुन्छ त। बाबाले भनेर हुन्छ? हामी छुट्टिने हो। हुन्छ, अब तपाईँहरूले नै छुट्टिन चाहनुहुन्छ भने हामीले त के नै भन्नु छ। दाइ, यो घर म लिन्छु र तलको गैरीखेत पनि म लिन्छु र माथिल्लो बाटो तपाईँ लिनु। अलि हुने अनि राम्रो राम्रो चाहिँ तँ लिने, नहुने ठाउँ चाहिँ मलाई। अनि घर तँ चाहिँ यो घरमा बस्ने, म चाहिँ कहाँ जाने? अर्को घर नबनाउन्जेल यहीँ बस्छु म पनि। छुटिसकेपछि किन यो घरमा बस्नु पर्यो? तँ माथि खाना पकाएर खा, म तल खाना पकाएर खाउँछु, होइन त बा? अनि फेरि झगडा गर्ने, फेरि मेरो बुढी कुट्ने। हत्तेरिका, यसरी झगडा नगर्नुहोस् के, मिल्नेतर्फ लाग्नुहोस् न। अब यत्रो घर छ, आधी दाइलाई दिनुहोस्, आधी तपाईँ खानुहोस्। होइन यस्तो क्या, तातै खाऊ जल्दी मरौ गर्नु भएन क्या। जोडी पारी सत्र हँसाउनु भएन। मिलिजुली सम्पत्ति खानु छ आफ्नो बाउको, लिनु छ बाउसँग। किन दुईजना दाजुभाइ फाटु गर्नु हो? अन्त्यमा त दाजुभाइ नै चाहिन्छ। ल तपाईँलाई बन्दुक छ नि? ल अब सबै कुराको अंश बन्दा त भयो। अब बाँकी हुनुभयो बाउ-आमा। ल बाउ-आमा, अब बाउ-आमालाई चाहिँ दाजुभाइ मध्ये कसले पाल्ने त? कोही पनि बोल्दैन नि त। अंश खाने बेला बराबरी खाने। बाउ-आमा चाहिँ कसले पाल्ने त? कान्छा, के तपाईँ पाल्ने त बाउ-आमा? के को कान्छाले पाल्छ नि? कान्छाको मात्र बाउआमा हो र दाइको पनि त हो नि। जेठा दाइ, अब बाउ-आमाको त बिजोगै हुने भयो त। के तपाईँ पाल्ने? खै म त के भन्नु त। अब बाउआमा कोसँग बस्न मन पराउनुहुन्छ उसैसँग बस्नुहुन्छ। अनि बुवा-आमा, तपाईँहरू चाहिँ कुन चाहिँ छोरा बुहारीसँग बस्नुहुन्छ त? हाम्रा लागि त दुवै छोरा बराबरी हुन् नि, होइन र बुढा? हो नि। अब यो औँला काटे पनि हामीलाई नि दुख्छ, यो औँला काटे पनि हामीलाई नि दुख्छ। हामी त दुईटै छोराहरूसँग मिलेर बस्न चाहन्छौँ। यो हुँदैन बुवा, तपाईँहरूले एउटा छोरा बुहारी रोज्नै पर्ने हुन्छ। किन रोज्ने? बाउ भए पनि आमा भए पनि म एकजनालाई पाल्छु र दाइले एकजनालाई पाल्नुहुन्छ। ठिक छ, त्यसो भए म आमालाई पाल्छु, तँ बाउलाई पाल। भएको श्री सम्पत्ति त भागभण्डा लगायो हुँदा हुँदा बाउ-आमासँग भागभण्डा लगायो होइन, ठुक्क पापी हो। के गर्नु त बा, महँगीको जमाना छ, दुईजना पाल्न सकिँदैन। ठिक छ, यदि तपाईँहरूले तपाईँको बाउ-आमालाई पाल्न सक्नुहुन्न भने म लैजान्छु तपाईँहरूको बाउ-आमालाई। म आफ्नै बाउ-आमा सम्झेर राख्छु। त्यस्तो होइन वकिल साहब, हामी छोराहरू हुँदा हुँदा यो समाजको अगाडि छिछि र दुदुर बनेर बस्न चाहँदैनौँ। हामी दाजुभाइ मिलेर बाबुआमा पाल्छौँ। हामीलाई कसैले पाल्नु पर्दैन, हामीलाई वृद्ध आश्रममा लगेर राखिदियो त्यति भए पुग्छ। त्यस्तो हुँदैन बाबा, तपाईँ हामीसँगै बस्नुपर्छ। ल ठिक छ, अब तपाईँहरू कसरी बस्नुहुन्छ जसरी बस्नुहुन्छ मिलेर बस्नुहोस्, तर बाबुआमालाई चाहिँ एक न एकजनाले पाल्नुहोस्। ल अब मैले गर्ने कर्तव्य मैले गरिसकेँ, मलाई अन्त पनि जानु छ, अहिलेलाई म लागेँ। तपाईँहरू मिलेर चाहिँ बस्नुहोस् है। हस्, नमस्ते।
आमाले 12 जना छोराछोरी जन्माएर स्याहार सुसार गरेर हुर्काएर पढाएर पाल्न सक्छ भने 12 जना छोराछोरीले एउटा बाबुमा पाल्न किन सक्दैन होला है? खै के भनौँ र, मैले हामीले पनि बाबालाई यसै गरी छुट्याएर राखेका थियौँ। त्यही संस्कार सिक्या होला नि यिनीहरूले पनि। जस्तो जे भए पनि छोराछोरीलाई संस्कार त दिनै पर्दो रहेछ। लिनु आमा, खाना खानुहोस्। अब बुवालाई त देउरानले ल्याउँदैछ होली। बुढा, तपाईँलाई ग्यास्ट्रिक छ है? यो खाना तपाईँ खानु। होइन गीता, यो खाना तिमी खाऊ, मेरो खाना आएपछि म खाउँला। बरु म भोकै मर्छु, तपाईँलाई हेराएर म यो खाना खान सक्दिनँ। किन रुनु भएको? खानुस् न। मैले यो खाना खाइदिएँ भने तिमी के खान्छौ? मैले सोचेको पनि थिइनँ छोराबुवाले यस्तो गर्लान् भनेर। बा कि चौचौले जान्छ, यही खानुस्। पानी यही छँदैछ क्या अरे, खाना पकाउने भएन मैले। थक्क जिन्दगी छोराहरूलाई श्रीमती भए पुग्दो रहेछ। बाबु अब मरोस् बाँचोस् कुनै मतलब छैन। भयो बुढा, छोडिदिनुहोस्, नरुनुहोस्, खाना खानुहोस्। जति नै सन्तान भए पनि अन्त्यमा बुढालाई बुढी र बुढीलाई बुढो नै काम लाग्ने रहेछ बा। हो नि बुढा, हो। अलि खानुहोस् न। म खान्छु, तपाईँलाई ग्यास्ट्रिक छ, तपाईँ खानुहोस् न। वर्षको म खाइहाल्छु नि। दिदी, तपाईको यो भैँसीले मेरो बारीको सबै साग खाइदिएछ। यसरी नै यो भैँसीलाई छाडा छोड्नु भयो भने काटेर खाइदिन्छु। के रे तेरो बाउले दिएको दाइजो हो र काटेर खानलाई? हेर्नुस् है दिदी, बढी नबोल्नुस्। बोल्छु, के गर्छेस्? ए, तैँले मलाई त भनेको, अहिले त्यो तेरो प्यार गर्ने थुतुनो छ नि, च्यातेर यहाँ पुर्याइदिन्छु। तैँले होइन, तेरो बाउले पनि सक्दैन मेरो यो थुतुनो च्यात्नलाई। बाउको नाम नलियाइ बान्टी। लिन्छु, के गर्छेस्? साली, आज त्यसले अति नै निमोजी। अब त यसलाई म नमारी छोड्दिन। अब पनि बाउको नाम लिस् भने तँलाई यही बेलछाले हानेर तेरो टाउको फुटाइदिन्छु। मलाई चाहिँ तैँले कमजोर सोचेको? ल आइज, तँलाई पनि यही बन्टोराले हरेक बाउलाई बनाइदिन्छु नि। के गरेको? ज्योति, छोड, के गरेको? छोड्नुस् मलाई। आज यसले मलाई फेरि एपी। आज त म यसलाई नम्बरी छोड्दिन। ज्योति, यो के गरे? तिमीलाई थाहा छ त तिम्रो पेटमा हाम्रो बच्चा छ भनेर? हाम्रो बच्चालाई असर पर्न सक्छ। भाउजू, यसरी तपाईँ मेरो बुढीलाई नआइपुग्नुहोस् है, नत्र भने राम्रो हुनेवाला छैन। के नराम्रो हुन्छ? राम्ररी सम्झाउनुहोस् तपाईँको बुढीलाई। छुट्टिएर बस्दा पनि सुख दिदिन हामीलाई।
यो अलक्षिणालाई त काल पनि आउँदो रहन्छ फ्याट्ट मरे त हुन्थ्यो नि के भने तिमी भाउजू साउजू नभनिकन प्रेङ्ग पड्काइदिउँ कि क्या यो मान्छेलाई त मैले ज्योति छोड्दे यस्तासँग मुखमुखेर लागेर के पनि हुँदैन हिँड्छ कति खोकिरहनु भएको हो मलाई त झर्कै लागिसक्यो बुहारी मेरो औषध सिद्धिखा गरे किन ल्याइदेऊ न बा केही हुँदैन नआत्तिनुस् यहाँ घरमा नुन तेल खाने पैसा त छैन कहाँबाट ल्याउनु औषधि बरु म तातो पानी तताएर ल्याइदिन्छु गीता फेरि तिमीलाई गाह्रो भयो मलाई त एकदमै सास फेर्न गाह्रो भयो बुढा मर्छु कि क्या हो त्यसो नभन गीता त्यसो नभन तिमी नै रहेनौ भने म को भनेर बाँचौँ कसको सहारामा बाँचौँ अनि बुहारीले तातपानी तताएर ल्याउँछु भन्दा छोरो आएन छोरो आएकै छैन ए कान्छा कान्छा ए बुहारी ए जेठा आमालाई यस्तो भइरहेछ तैपनि छोराहरूलाई मतलब छैन ए जेठा ए बुहारी भइगयो म तिमीलाई अस्पताल लैजान्छु हिँड यस्तो पापी छोराहरू छन् गाह्रो भयो तिमीलाई गाह्रो भयो धेरै गाह्रो भयो म अस्पताल लैजान्छु के बाबा हेर्नु बाबु आमालाई फेरि दमले चाप्यो छ सास फेर्ने गाह्रो भयो अरे अस्पताल लैजाउँ भनेर लागेको आमा सुन्नु छैन हो धेरै गाह्रो भयो बाबु मलाई तपाईँ चिन्ता नलिनु म फोन गर्छु एम्बुलेन्सलाई एकछिन पक्नुस् बुढा आमाको उपचार हामीले नै गर्नुपर्छ भन्ने छ र घरमा दाइ हुनुहुन्छ दिदी हुनुहुन्छ उहाँहरूले पनि त गर्न सक्नुहुन्छ नि बुहारी यति बेला यसले गर्ने र उसले गर्ने भनेर तछाड बछाड गर्ने बेला होइन कान्छा छिटो एम्बुलेन्स बोला आमालाई गाह्रो भइसक्यो पर्दैन एम्बुलेन्स बोलाउन आमा जसको भागमा परेछ उसैले उपचार गर्छ अहिले मेरो बुढो घरमा हुनुहुन्न म कहाँबाट ल्याम यतिको पैसा उपचार गर्नलाई हुनुहुन्न भने खुरुक्क फोन गरेर बोलाउने अनि एम्बुलेन्स बोलाएर हस्पिटल लिएर जाने हिँड्नुस् बुढा ओइ आमा यस्तो अवस्थामा चाहिँ अनि के गरे यो एकछिन आराम गर त म जेठो छोरालाई फोन गर्छु बाबु जेठा हजुर बुवा तेरो आमालाई धेरै नै गाह्रो भयो छिटो आइज न अस्पताल लानु पर्यो घरमा कान्छा छ त उसलाई भन्नु न म अहिले काममा छु खोइ कान्छालाई भनेको है ऊ वास्तै गरेन तै आइज न लैजाउँ ल कुरा गर्नुहोस् गीता जेठो भ्याउँदैन रे कान्छुले वास्ता गरेन म लैजान्छु अस्पताल बिस्तार 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 गाह्रो भयो पक्कै डाक्टर साहब आउनुहुन्छ यिनलाई धेरै गाह्रो भयो
के भन्नु? नमस्कार डाक्टर साहब। नमस्कार। यो हुन त पहिलादेखिको दमको रोगी, अहिले चिसोले गरेर हो कि दम बढेर यसलाई गाह्रो भयो, त्यही भएर लिएर आएको डाक्टर साहब। मेरो श्रीमतीलाई जसरी हस् बा, एकछिन तपाईँ बाहिर गएर बस्नुहोस्, म सबै चेक गर्छु अनि तपाईँ है। हस्। ल आमा, तपाईँको अब एक्सरे गर्नुपर्छ, ब्लड टेस्ट गर्नुपर्छ, अल्ट्रासाउन्ड गर्नुपर्छ, युरिन टेस्ट गर्नुपर्छ, अनि सबै रिपोर्ट आएपछि सबै थाहा हुन्छ तपाईँलाई के रोग लागेको भनेर है त। दाजु किन निराशबाट झोक्राउनु भएको छ नि त? के गर्नु नानी, तिम्रो भाउजूलाई दमको रोगले चाप्यो, सासै फेर्न गाह्रो भयो भने त्यही भएर अस्पताल लिएर आएको। डाक्टरले जान्दैछन्, मलाई यहाँ बाहिर बस भनेर बसे। अनि छोरा बुहारीहरू आएनन् दाइ? आएनन् नानी, आएनन्। दुइटै छोरा आएन, दुइटै बुहारी आएन। तिनीहरूलाई हामी मरे बाँचेको कुनै मतलब छैन, कुनै वास्ता गरेनन् तिनीहरूले। तपाईँको दुईटै छोरा कान्न लागि यस्तो छोरा जन्मिन्छ त गर्वै चुइया हुन्थ्यो। एउटा त गतिलो हुनु पर्छ नि। दुईटै छोरा स्वास्नीको मुतमा बगेका। ल दाइ, राम्रोसँग भाउजूको उपचार गर्नुहोस्, चिन्ता नगर्नुहोस्। ल त म लागि। डाक्टर साहब, मेरो श्रीमतीलाई के भएको रहेछ, कस्तो छ अहिले? तपाईँको श्रीमतीको कन्डिसन एकदमै नाजुक छ। हेर्नुहोस्, फोक्सो पनि एकदम ड्यामेज भएको छ। अब आइसियुमा राखेर उपचार गर्नै पर्छ। त्यसो गर्दा कति लाग्छ हजुर? त्यो 5 लाख जति लाग्छ होला। यसो मिलाउँदै गर्नुहोस्, अनि हामी उपचार गर्नेतिर लाग्छौँ। त्यत्रो पैसा कहाँबाट ल्याउने होला हजुर? मसँग त छैन। मिलाउनुहोस् न, अब यो ताउती गरेर भन्यो, किनभने उपचार गर्न ल्याएपछि त गर्नै पर्यो। कि घर लैजानुहोस् आजसम्म फी तिरेर, होइन? न त तपाईँको श्रीमती गाह्रो छ, यसो म्यानेज गरेर गर्नुहोस् है। ज्योति, तिमी म देख्न खुसी छौ नि? खुसी छु राजा। जेठा, ए जेठा, ए कान्छा। छ्या, तपाईँको बाउले पनि कति डिस्टर्ब गर्न सकेको। अनि कहाँ गएका हुन्? किन बोलाएको किन त? ए जेठा, के भयो बुवा? के हुनु नि? अब आमा बिरामी छे, तिमीहरूले वास्ता गरेनौ, मसँग पैसा छैन। अब औषधि उपचार गर्नलाई यो घर जग्गा धितो राखेर
पैसा निकालेर आमाको औषधि उपचार गर्ने निदो गरेँ मैले त। हजुर एकछिन यता आउनुहोस् त। तपाईँ पनि यता आउनु। के भयो फेरि? जहाँ अब यति भएको घर जग्गा पनि धितो राखेपछि हामी चाहिँ रोडमा आउनु पर्दैन। घर जग्गा धितो राख्नु। उता आमा अस्पतालमा मर्नु न बाँच्नु भएर बसेको छ। त्यो कान्छालाई पनि वास्ता छैन, अनि आमालाई मर्न दिनु? कान्छा कान्छीलाई त मतलब छैन भने हामीलाई मात्र के चासो? छोडिदिनुहोस्, मर्नु दिनुहोस्। के भन्छ यो? दुई भाइ छोरा भएको मान्छे उपचार नपाएर अस्पतालमा त्यसै मर्नु पर्यो भने यो समाजको मान्छेले के भन्छ? अलिकति इज्जतको पनि ख्याल गर्न। जेसुकै भन्नुहोस्, यो समाजले खुर्क गएर हुँदैन भन्नुहोस्। जसको भागमा आमा परेछ उसैले गर्छ उपचार। यो घर जग्गा बन्दगी नराख्ने हामी। त्यसो नभन न ज्योति, म मेरो आमा हो। म जसरी भए पनि म मेरो आमाको उपचार गर्छु। मैले भनेको तपाईँ मान्नुहुन्न भने म यो घर छोडेर गइदिन्छु। तपाईँ मात्र बस्नुहोस् एक्लै। प्लिज ज्योति, घर छोडेर जाने कुरा नगर। तिमी त मेरो मुटु हो, धड्कन हो। तिमी बिना म कसरी बाँच्न सक्छु होला? तिमी जे भन्छौ त्यही हुन्छ ज्योति। हुन्छ, त्यसो भए ल हिँड्नुहोस्। बा, हामी यो घरबार बेचेर के घरबार हुन चाहन्न। हो बा, दाइले सही भन्नुभयो। हामी यो घर जग्गा बेचेर हामी कहाँ जाने? हामी के सुकुम्बासी भन्नु? ए भनेपछि आमालाई यत्तिकै मर्न दिने? तिमीहरू औषधि उपचार नगर्ने, मसँग पैसा छैन, अनि आमा यत्तिकै मर्दिन? तिमीहरू छोरा भएका के काम? जे गर्छौ गर। मैले यो घर जग्गा धितो राखेर औषधि उपचार गर्ने निदो गरेँ। त्यसो भनेर हुँदैन त। यो घर जग्गा धितो राख्न पाउनु न तपाईँले। मैले भनिसकेको छु। के हो जेठा, तेरो विचार के हो? हो बा, घर त धितो राख्न मिल्दैन। भनेपछि आमा यत्तिकै मरोस्, अनि म कहाँ जाउँ? मेरो बिजो हुँदैन। हेलो हेलो बुवा। हजुर। हजुरको श्रीमतीलाई एकदम गाह्रो भएको छ, हजुर छिट्टो हस्पिटल आउनु पर्यो। म आइहालेँ। हस् हजुर। के गर्नु त दाइ? आमाको त उपचार गर्नु पर्ने हो। मसँग पैसा भए पो उपचार गर्ने। मसँग छ भने गर्न। हिँड्नुहोस्। ज्योति, आमा एकदमै बिरामी हुनुहुन्छ। उपचार गर्नुपर्ने, कसैले पैसा झिक्दैन। के गर्ने होला, एकदमै टेन्सन भइरहेछ। मेरो खातामा 10 लाख रुपियाँ पैसा छ। त्यही पैसा झिकेर आमाको उपचार गरौँ कि क्या हो? पर्दैन। तपाईँको मात्र आमा हो र? तपाईँको दाइको पनि त हो। दाइले चाहिँ एक पैसा झिक्ने होइन। तर सर म जान्दिनँ। मेरो भाइको जापानको भिसा लागिसकेको छ। पैसा उसले मागेको छ। त्यो 10 लाख त म मेरो भाइलाई लगेर दिने हो।
आमा सिकिस्त भएर अस्पतालमा लडिराख्नु भएको छ। अब पैसा कसैले झिक्ने कोसिसै गर्दैन, के गर्ने होला? अर्कोलाई वास्ता व्यस्त छैन, तपाईँलाई मात्रै के को टनटन नि? त्यसो भन्दा पनि म विदेशबाट आउँदाखेरि अलिकति पैसा राखेको थिएँ, 5 लाख जति होला। त्यही पैसा झिकेर भए पनि आमाको उपचार गर्नुपर्छ कि क्या? हुँदैन त्यो पैसा त। उता छोराछोरीको होस्टेलमा कति बिल आउँछ तपाईँलाई थाहा छ? छोराछोरीको भविष्य हेरेर आमाको उपचार गर्नुपर्ने हुँदैन। म त दिन्न त्यो पैसा। ओहो दाजु नमस्कार छ है दाजु। नमस्कार दा। धारेबाट चाहिँ धार आउनुभएको छ नि? हजुर। ल बस्नु बस्नु घाममा एकछिन। म त भाइलाई नै भेट्न आएको। कति काम होला दाजु? अब ठुलो भनौँ कि सानो भनौँ, मेरी श्रीमती साह्रै बिरामी छ। अस्पताल भर्नुभएको, पैसा छैन, छोराहरूले वास्ता गरेन। मलाई त यो दुःखमा बाबुले यसो सहयोग गर्ने हो कि भनेर आएको। के गर्ने दाजु, यो सम्म भयो त म काम फकाउँथेँ, एउटालाई फ्याक्ट्री दिएँ, एउटा त्यस्तै आपत परेर आएर त भनिहाल्यो दिएर पठाएँ। अहिले त पैसै छैन दाइ, के गरौँ म त? अब छैन भने के गरौँ? अब अहिले गाह्रो नमान्नु, के गर्नु? हिजो आगो हुन्थ्यो, हुनु भएन। यसो बुढो मान्छेलाई दुःख मैले पाएँ। बसौँ। भाइ ए नाबर त छोरा हो बाजी। खै त भा आउँदैन त तपाईँका छोराहरू। स्वास्नीकै फरियामा लुकेर बसे क्या हो? खै नामर्दो हो। आमा अस्पतालमा मर्ने बाध्य दोसाथमा बसिन्छ। एकपल्ट आमालाई मुख हेर्नसम्म आएन भाइ, ठुक्क नामर्दो हो। तिमीहरू जस्ता छोरा जन्मनुभन्दा त कोखै बाँझो भइदिए हुन्थ्यो। सानो छँदाखेरि कत्रा दुःखले हुर्काइयो, छोरा भनेर के मात्रै गरिएन। कत्रो माया ममताले स्याहार सुसार गरेर हुर्काइयो। आज छोरा बढे, बिहा गरिदिएपछि त हाम्रा निम्ति नभएर श्रीमतीको लागि भयो होइन, तिमीहरूको निम्ति हामी बोझ भयो होइन। ठिक्क नाबन्द हो, धिक्कार छ तिमीहरूलाई। बाबु आमालाई दुःख पर्दा साथ नदिने छोराहरू हुनुभन्दा नभएकै बेस। आजका दिनदेखि हाम्रा लागि तिमीहरू मरे तुल्य बराबर भयो र तिमीहरूका लागि पनि हामी मरे तुल्य भयो। जबसम्म हामी बुढाबुढी जीवित रहन्छौँ तबसम्म यो भएको श्री सम्पत्ति हामी नै भोगचन गर्छौँ। कसैलाई फुट्या
कौडी दिँदैन जा। बाबु काली, अब हामी बुढाबुढी बाँचुन्जेल तैँले सेवा गर। काका, तपाईँहरूको सेवा गर्नु पाए त म धन्य हुन्थेँ। सानैमा बाबामा गुमाएको मान्छे। त्यसो भए हामी बुढाबुढी छौन्जेल तैँले स्याहार। भएको जाए जेता तेरा नाममा पास गर्नु। हुन्छ नि काका, म पाल्छु तपाईँहरूलाई। यस्ता छोराहरूसँग के बस्नुहुन्छ? बढी नबोले काले, यो हाम्रो घरको प्रब्लम हो, हामी आफै सटाउँछौँ। तँ यहाँबाट गइहाल, फेरि क्या 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 बोल्ने होइन। जा यहाँबाट, उठ। बढी हुँदो रहेछ। हिँड्नुहोस् न, भित्र गएर आमाले आएको। के भयो फेरि? सुन्नुस् बुढा, आफ्नो घरमा छोराहरू हुँदा हुँदै बाहिरको मान्छेलाई आफ्नो सम्पत्ति नामसारी गर्ने कुरा गर्दै हुनुहुन्छ तपाईँको बाउले। यो कसरी सम्भव छ? कसरी सम्भव छ? हाम्रो सम्पत्ति कुनै पनि हालतमा बाहिरको मान्छेले खान भएन। तिमी टेन्सन नलिऊ क्या ज्योति। कुनै पनि हालतमा हाम्रो सम्पत्ति बाहिरको मान्छेले खान सक्दैन। तिमी ढुक्क हौ। जसले मलाई पाल्छ, सेवा गर्छ, उसैको नाममा सारा सम्पत्ति पास गरिदिन्छु भन्नुभएको छ तपाईँको बाउले। सुन्नु भएन? गएर दाइसँग कुरा गर्नुहोस्। कतै बुढाले सुटुक्क पारेर सम्पत्ति उसको नाममा पास गरिदियो भने त हामी त हेरेको हेरे हुन्छौँ त। बिजोकै हुन्छ हाम्रो त। हो ज्योति, तिमीले ठिक भन्यौ। म अहिले नै दाइसँग भेटेर कुरा गर्छु। दाजु भाउजूसँग जति नै दुश्मनी भए पनि यो बेला चाहिँ हामीले मिलेर काम गर्नुपर्ने हुन्छ। ओके, ठिक छ। हेर्नुहोस् बुढा, तपाईँको बाउ बाउलाई सक्नुभयो। कसरी भन्नुभएको आफ्नो सम्पत्ति त्यो मान्छेको नाममा पास गरिदिन्छु भनेर? हे, आमा बिरामी भएर हस्पिटल राखेको बेलामा हामी भेट्न गएन भनेर बुढा बाउलाका हुन् कि केही पनि हुँदैन, हातिनु पर्दैन, सब ठिक नै छ। कसैले रक्सी खाएको तालमा ललाई फकाइ पारेर सम्पत्ति आफ्नो नाममा पारे भने नि त्यस्तो केही हुँदैन क्या, तिमी चिन्ता नलिऊ। चिन्ता नलिएर के गर्नु, हामी घर नघाटको हुन लागिसक्यौँ। हुँदैन, सब ठिक हुन्छ, तिमी ढुक्क भएर बस। दाइ, तपाईँसँग एउटा कुरा गर्नु छ, आउनुहोस् न। के भन्न खोज्दैछस्? दाइ, हाम्रो सम्पत्ति बाउले अरू कसैको नाममा गरिदियो भने त हामी त रोडमा आउँछौँ, बर्बाद हुन्छौँ त। नाति कान्छ, आमा बाउको सेवा पनि हामी नै गर्छौँ अनि सम्पत्ति पनि हामी नै खान्छौँ। जति नै सेवा गरे पनि तपाईँहरूको बाउआमाले देख्दैनन्। फ्याक्ट त्यो सम्पत्ति कसैको नाममा पास गरिदिए भने के हामी चाहिँ अब हेरेरै बस्नु? ए बुहारी, हामी हुँदा हुँदै कसरी हाम्रो घर जग्गा अर्काको नाममा पास गर्न मिल्छ? यो कदापि हुन सक्दैन। हजुर चाहिँ यही भन्दै बस्नुहोस्। हजुरको बाउ कस्तो हुनुहुन्छ थाहा छ नि? रिसको झोकमा बाउले सबै सम्पत्ति अर्कैको नाममा पास गरिदिनु भयो भने नि
अब हामी यहाँ 1227 कुरा गरेर नबसौँ, बरु यो विषयमा गएर बाबुआमासँग कुरा गरौँ। ज्योतिले ठिक भनी दाइ, हामी यो विषयमा बाबुआमासँग गएर कुरा गरौँ। जाउँ जाउँ। ल जानु। बा, तपाईँ एउटा कुरा भन्नुहोस्, हामी तपाईँको सन्तान हो कि होइन? अरे के कुरा सोधे तैँले? तिमीहरू हाम्रो सन्तान नभएर कसका सन्तान ठानेछौ? तिमीहरू हाम्रै सन्तान हो नि बाबु। यदि हामी तपाईँहरूको सन्तान हो भने हाम्रो हक अधिकार किन अरूलाई दिन खोजिदिनुहुन्छ? बाउको नाममा भएको सम्पत्ति दाबी गर्नलाई छोरा बुहारीले बाबुआमा प्रति के कर्तव्य निवारण गर्नुपर्छ त्यो तिमीहरूलाई थाहा छ? तिमीहरूले पनि त बाबुआमालाई माया ममता दिनु पर्यो, स्याहार सुसार गर्नु पर्यो। हामी बुढाबुढी के खान्छौँ, के लाउँछौँ, के गर्छौँ भन्ने कुराको रेखदेख हुनु पर्यो। सन्चो बिसन्चो हेरविचार गर्नु पर्यो, तब मात्र तिमीहरूले सम्पत्तिको दाबी गर्न मिल्छ। नत्र भने जसले मलाई माया ममता गर्छ, जसले स्याहार सुसार गर्छ, जसले हामी बुढाबुढीको स्याहार गर्छ, त्यसलाई दिने हो। कसरी दिनुहुन्छ सम्पत्तिहरूलाई? कानुनी रूपमा पनि तपाईहरू मरेपछि यो सम्पत्ति यही छोराहरूको हुन्छ। ए बाबा, हामी मरेपछि त छोराहरूको नाममा स्वत नामसारी हुन्छ, त्यो कुरो त मलाई पनि थाहा छ। तर हामी जीवित छँदै छोराहरूको नाममा नामसारी गर्दैन। ल कसरी हुन्छ हेरौँ त। तिमीहरू जस्तो छोरा बुहारी त कसैको पनि नहोस्। जब हामी बुढाबुढी भयौँ, काम गर्न सक्दैनौँ भनेर तिमीहरूले हामीलाई हेपेको होइन त? आमा, तपाईँ धेरै नबोल्नुहोस् त। बोल्छु, नबोलेर तिमीहरूले हेपेको होइन। हामी बाबुआमाका सम्पत्तिमा तिमीहरूले र्याल चौछौ भने हामी बाबुआमालाई पाल्नु पनि त पर्यो नि। जति सेवा गरे पनि नदेख्ने तपाईँहरू, अनि के अब घन्टी बजाएर आरती गर्नु पर्यो हामीले? तिमी चुप लाग बुहारी। बा, आज नै अब यो सम्पत्तिहरू हाम्रो नाममा नामसारी गरिदिनुहोस्। हिँड्नुहोस् न। हामी बुढाबुढी बाँचुन्जेल मरिगए पनि तिमीहरूको नाममा नामसारी गरिदिँदैन। के गर्नुपर्छ गर। ल जा, बरु मर हौ बुढा, टन्टे साप हुन्छ। यो बुढाले सम्पत्ति हाम्रो नाममा पास गर्दैन भने पागल घोषित गरेर पनि सम्पत्ति हाम्रो नाममा ल्याउनु पर्छ। ए बच्चा, ल गर, तैँले पागल घोषित गर। कसरी गर्दछ हेरौँ म पनि। ल हेर पाल खाना भन्न गर। ए बच्चा, त सम्पत्ति खानु खोजिआइस्। यही दिन देख्नलाई हामीले तिमीहरूलाई जन्माएर हुर्काएको रहेछौँ होइन? यत्रो बनाएको त यो दिन देख्न रहेछ नि आज। कुलङ्गार हो। त्यस्तो होइन बुवा आमा, छोराछोरी जन्माएर हुर्काएपछि उनीहरूको इच्छा आकाङ्क्षा पनि त पुरा गर्नु पर्यो नि, होइन भने किन जन्माउनु? चुप लाग तिमी। दाइ, दिदीले जे भन्दै हुनुहुन्छ ठिकै त भन्दै हुनुहुन्छ नि। आफ्नो छोराछोरीको निम्ति भनेर कुनै पनि बाबुआमाले माया ममता दिएर स्याहार सुसार गरेर कत्रो दुःखको साथ हुर्काएको हुन्छन्। छोराहरूको बिहा गरिदिएपछि
बाबुआमाको माया र दुःख सबै बिर्सेका हुन्छन्। तिमीहरूका पनि हाम्रो उमेर भएपछि अनि बुझ्नेछौ। 9 महिना कोखमा राखेर जन्माएर कुमुद खाएर हुर्काएका छोराहरू तिमीहरू। आज तिमीहरू यो दिन देखायो होइन? तिमीहरू बाबाआमाको अंश खान लडिरहेका छौ। तिमीहरूका पनि छोराछोरी होलान्। तिमीहरूका यी दिन आउँछन् अनि बल्ल बुझ्नेछौ बाबाआमाको महत्त्व। तिमीहरूका पनि सन्तान होलान्। त्यतिखेर एम्बुलेन्सलाई फोन गर्दा डाक्टर साहब, बुवालाई के भएको रहेछ? हेर्नुहोस्, अहिले म यसै भन्न सक्दिनँ। उहाँलाई एट्याक आएको छ। ब्लकेज छ। उमेरको कारणले गर्दा अलि सिरियसै छ। अब ठिकै हुन्छ, तर आत्तिहाल्नु चाहिँ पर्दैन। हेर छोरा हो, बा 81 ढल्नु भयो। जसरी पनि तिमीहरू दाजुभाइ मिलेर बाको उपचार गर, तिमीहरूको कर्तव्य हो। हेर बुढा भएका बाउलाई यस्तो छ, जसरी पनि बचाओ छोरा हो। तिमीहरूले बचाउनै पर्छ, उपचार गर्नै पर्छ छोरा हो। 2 भाइ छौ, मिलेर गर। आमा, तपाईँ चिन्ता नलिनुहोस्, बुवालाई केही हुँदैन। हामी बुवाको उपचार गर्छौँ। अनि के भएको रे बुवालाई? के भन्यो डाक्टरले? टेन्सन धेरै भएर हार्ट एट्याकको पहिलो स्टेप थियो। खर्च त राम्रै लाग्छ होला। अब के गर्ने त? त्यत्रो पैसा त छैन त हामीसँग। हाम्रो पनि भएको पैसा होस्टेलमा छोराछोरीको तिरेर सबै सकियो। यो सब हाम्रै कारणले हो। हाम्रो कारणले गर्दा होइन दाइ, यो बाको आफ्नै कारणले गर्दा भएको। छोड्दे, जे भयो भयो। अब सबैजना मिलेर ऋणै गरेर भए पनि बाको उपचार गर्नुपर्छ। किन ऋण गर्ने? ऋण लिई उपचार गरेर आखिरमा बानै बाँचेनन् भने के गर्ने? हामीले त्यत्रो पैसा खर्च गरेको त पानीमै जान्छ त। ठीक भन्यौ ज्योति, बुवा बाँचे पनि टेन्सन, मरे पनि टेन्सन। फोकटमा हामी चाहिँ किन ऋणमा पर्ने? त्यसो भए के बालाई अब यतिकै मर्न दिने? दाइ एउटा काम गरौँ। के काम? त्यसो भए त कागज तयार गर्छ। आमा, के सुधार आयो त बुवालाई? खै बाबु, होसमा हुनुहुन्न। जानु, बाहिर गएर चिया खानु त्यहाँबाट। हामीले खाना भनिदिएको छौँ, जानु आमा।
ए आइपुग्नु भयो नमस्कार नमस्कार बस्नुहोस् न अब हेर्नु न आज अफिस छुट्टी लिएर घरमै बसेको त्यही भएर तपाईँहरूलाई पनि घरमै बोलाएँ अनि के कति काम थियो होला भन्नुहोस् न वकिल साहब हाम्रो बाउको सम्पत्ति हामी दाजुभाइको नाममा पार्न चाहन्छौँ त्यसैले हामीले पेपर पनि तयार गरेर आएका छौँ पेपर त ल्याउनु भएछ बाले त ल्याउनु भएन नि अनि बाखै त वकिल साहब बाबा त हस्पिटलमा हुनुहुन्छ बा हस्पिटलमा हुनुहुन्छ अनि तपाईँहरू बालाई हस्पिटलमा कुर्न छोडेर यहाँ सम्पत्ति आफ्नो नाममा बनाउन आइराख्नु भएको छ त्यस्तो होइन वकिल साहब यो बुवाकै इच्छा हो उहाँले नै आफूलाई अलिक गाह्रो भएपछि जग्गा जमिन आफ्नो आफ्नो नाममा पारेर आओ भनेर पठाउनु भएको छ्या कतिसम्म झुटो बोल्न सक्नु भएको के तपाईँहरूले तपाईँहरूको बाउले यस्तो कदापि पनि भन्न सक्नुहुन्न धेरै कुरा नगरिकन हाम्रो काम गरिदिनुस् न कति हो तपाईँको फी हामी दिन्छौँ तपाईँलाई चाहिँदैन तपाईँको फी मलाई बरु तपाईँको बाउको उपचार खर्च कति लाग्छ म दिन्छु गएर आफ्नो बाउको उपचार गर्नुहोस् धेरै नरिसाइकन हाम्रो काम गरिदिनुस् न वकिल साहब सरी जेठा दाइ तपाईँको बाउले तपाईँ दुईजनाको नाममा अलरेडी जग्गा पास गरिसक्नु भएको छ ल बुवा हिजो मसँग तपाईँले पैसा कुरा गर्नुभएको थियो अब मसँग पनि जे जति थियो त्यति ल्याइदिएको छु यो लगेर आमाको उपचार गर्दै गर्नु होला बाँकी पुगेन भने भन्नु होला कतैबाट व्यवस्था गरौँला हस् बाबु अनि आमालाई अहिले कस्तो छ नि बुवा उस्तै हो बा अलिक गाह्रै छ अब तपाईँलाई यत्रो ठुलो गुण लगाउनु हो यसको मैले धन्यवाद दिने शब्दै पाउँदिनँ हेर्नुहोस् के गर्नु बाबु दुई दुई भाइ छोरा छन् आज छोराहरूलाई भनेको हो न छोराले वास्ता गरे न बुहारीले वास्ता गरे त्यही भएर बुढीलाई औषधि उपचार गर्नलाई दुनियाँ भौतारिए अनि बाबुको बुवालाई गएर भनेको थिएँ र तै ल्याउनु भयो धन्यवाद पिर नगर्नुहोस् बुवा अब दाइहरू खै कसको बुद्धिमा लागेर हो अहिले त्यस्तो व्यवहार गर्नुभयो एक दिन सबै कुरा ठिक हुन्छ चिन्ता नलिनुहोस् यो लगेर अहिले उपचार गर्दै गर्नु पुगेन भने भन्नु होला कतैबाट व्यवस्था गर्दै भए पनि उपचार गरौँला है त हस् बा ल बुवा तपाईँलाई मरी मरी धन्यवाद बाबु धेरै धन्यवाद नहुनु मेरो अब मेरो बुढी बाछी हो नि टेन्सन नलिनु बुवा अब आफन्त भनेकै परेको बेला काम लाग्ने त हो नि अब अहिले तपाईँलाई परेको बेला म काम नलागेपछि भोलि मलाई परेको बेला तपाईँले कसरी सहयोग गर्नुहुन्छ हुन त हो बाबु तर के हो बाबुहरूले गरे जस्तो गुण छोराहरूले देख्दै हुन्थ्यो त्यत्रो दुःख गरेर स्याहार्यो हुर्काइयो बढाइयो छोराहरूको बिहादान गर्यो आँखा बिहादान गरेपछि त बुहारी केही भए छोराहरूले वास्तै गरेन अब भने मेरो बुढी मान्छे ढुक्क भएर जानु टेन्सन नलिनु है हस् धन्यवाद बुवालाई धेरै सोधेको छ भनिदिनुहोस् हुन्छ बुवा हुन्छ बुवाले हाम्रो नाममा अलरेडी जग्गा पास गरिसक्नु भएको छ हो अब तपाईँहरू जान सक्नुहुन्छ र यो पेपरको अब कुनै पनि काम छैन लिनुहोस् अनि अर्को कुरा भन्न चाहे तपाईँको त छोराछोरी छन् तपाईँको पनि होला भोलि तपाईँहरूको छोराछोरीले तपाईँहरूलाई यस्तै व्यवहार गरे भने तपाईँलाई कस्तो लाग्छ होला
जवाब छैन वकिल साहब, छैन। दाइ, हामी छोरा भएर पनि बाबुआमाको दुःख बुझ्न सकेनछौँ। बाबुआमाले हामीलाई यति धेरै दुःख गरे, तर हामीले यति पनि खुसी दिन सकेनछौँ दाइ। हामी त पापी रहेछौँ साँच्ची नै भन्नुपर्दा। यो सब बुढीको लैलैमा लागेर यो भएको हो कान्छा, हामीले ठुलै गल्ती गरेका रहेछौँ। हामी त सन्तानको नाममा कलङ्क रहेछौँ। हामी जस्तो छोरा कसैको पनि नजन्मियोस्। अब यसरी नरुनुहोस्। बेलैमा तपाईँहरूको होस आयो, मलाई पनि निकै खुसी लाग्यो। अब गएर बुवाको राम्रो उपचार गर्नुहोस्। जानुहोस्। जाऊ दाइ, जाऊ। बुढी छोराहरू आयो? आउन त आएका थिए, मलाई चिया खान जानु आमा भने, म चिया खान गएँ। खै आउँदाखेरि त रहेनछन्। खै कता गएछन् त? न पैसाको खोजी गर्नु गए कि आउला नि त? खै होला। ए बा, अहिले कस्तो छ तपाईँलाई? अहिले अलि हल्का छ। आमा चिया खानुभयो त? छोरा हो, मलाई चिया खान जानु भनेर तिमीहरू चाहिँ कहाँ गएका? हामी त्यहाँ औषधिको कुरा गर्नुभएको थियो, त्यहाँ डाक्टरकोमा गएर आएको है। अनि खोइ त औषधि त ल्याएनछौ त? औषधि डाक्टरलाई दिइसक्यो। बा ठिक भइसक्नु भएको छ भन्नुभएको छ डक्टरले। अब घर लाग्दा हुन्छ भन्नुभएको छ। अनि अब हामी घर जाने है। ल आमा, तैँले त्यहाँ बिल बुझाइस्? म बिल बुझाउँछु त। बुझा, बिस्तारै हिँड्नु त। जुत्ता खै भएको? बिस्तारै है। बाको जुत्ता खै? जुत्ता ल्याउनु त, बाको जुत्ता लगाइदिनु। बाबा बस्नुहोस्, बिस्तारै बस्नुहोस्। ज्योति, भाउजू बाहिर आउनुहोस् त। अनि तिमीहरू हस्पिटल नबसेर किन यता? आमा हुनुहुन्थ्यो, हजुरहरू हुनुहुन्थ्यो, घरमा धेरै काम थियो, त्यही भएर आएको नि। आम बाला अलिक गाह्रो भइरहेको छ। जाऊ खाजा बनाऊ। सक्दिनँ म त। के रे? के भनेस् रे? फेरि भन् त। कान सुन्नु भएन? सक्दिनँ भनेको। ए सक्दिनस्? सक्दिनस्? आज तिमीहरूकै कारणले मेरो यो स्वर्ग जस्तो घरलाई नर्क जस्तो बनाएका छौ। आफ्नै जन्म दिने बाबुआमालाई शत्रु जस्तो बनाएर हेला गर्न पुगेँ म। अन्धो बनेको थियो तिमीहरूको कारणले। अनि तेरै मायाको कारणले हामी अन्धो भएको थियो। अनि ज्योति, तिमी चाहिँ के भएको? दाइ, ज्योति तिमी गएर आमाबाउलाई खाना पकाउँछ। म त सक्दिनँ। के अरे सक्दैनौ रे? तिमी एकछिन यहाँ आऊ। यहाँ आऊ भनेको सुनेनौ?
सक्दैनौ रे भयो भाइ छोड दे। यिनी त अस्ति आएका मान्छे हुन्। यसले के बुझेकी छे र यसलाई कुट्छस्? यसलाई हेर त, बिहे गरेर आएको 15 वर्ष भइसकेर त यसले आफ्नो आमाको मातृत्व देखाउन सकेन। के टल्ला परेर हेरेको? जा खाना पकाउन। भाउजू अनि ज्योति, तिमीहरूको घरमा पनि त बाबुआमा हुनुहुन्छ नि। तिमीहरूको बाबुआमालाई भाउजू बुहारीले नराम्रो व्यवहार गर्दाखेरि तिमीहरूको मन कति दुख्छ नि? हो, तिमीहरूलाई तिमीहरूको बाबुआमाको जति माया लाग्छ नि, हामीलाई पनि त्यत्तिकै माया लाग्छ। तिमीहरूका बाबुआमालाई तिमीहरूका भाउजू बुहारीले जुन व्यवहार गर्दा तिमीहरूलाई चित्त दुख्छ नि, हामीलाई पनि त्यत्तिकै चित्त दुख्छ। आजदेखि आइन्दा आमा र बाउलाई नराम्रो शब्द नराम्रो व्यवहार गरेको थाहा पाएँ भने नि हामी जस्तो नराम्रो कोही पनि हुँदैन। अब पनि तिमीहरू सुध्रेनौ र यस्तै व्यवहार गर्यौ भने मलाई थाहा छैन तिमीहरूले यो घर छोडेर जानुपर्छ। तिमीहरूको कारणले मैले आफ्नो जन्मदिने आमा बाउलाई त्याग्न सक्दिनँ। तैँले ठिक भन्नु। बुवा आमा हामीलाई माफ गरिदिनुहोस् है। बुवा आमा मलाई पनि माफ गरिदिनुहोस् है। दिदी अनि तपाईँ पनि मलाई माफ गरिदिनुहोस् है। बुहारी माफ मागिरहनु पर्दैन। हेर, बुहारी भनेका पनि छोरी हौ, बल्ल बुझ्यौ कुरो, यसैमा खुसी छौ। बा आमा अब त खुसी हुनुहुन्छ नि। अब तपाईँहरूको आँखामा कहिले पनि आँसु आउने छैन। हामी सबैजना मिलेर बस्नेछौँ, होइन त दाइ? भाउजू मबाट केही गल्ती भने माफ पाऊँ है। समयले साथ दियो, बल्ल भगवान प्रत्यक्ष भए। यही दिनको पर्खाइमा थियौँ हामी, बुढाबुढी खुसी छौँ बा। भगवान आज साह्रै खुसीको दिन पायौँ हामीले। आज जति खुसी हामी कहिले पनि थिएनौँ होला। दाइ केही शब्द बोल्नु छ भने दर्शकहरूलाई बोलिदिनु न, केही भनिदिनु न। नमस्कार। बुबा आमा भनेका जिउँदा भगवान, जसले हामीलाई सृष्टि देखाउनु भयो, जसले हामीलाई लाला वाला भन्दै सानोदेखि ठुलो बनाउँदै हुर्काउनु भयो, बढाउनु भयो, पढाउनु भयो, आजसम्म यत्रो बनाउनु भयो। त्यसैले आफ्नो घरमा भएका जिउँदा भगवानहरूलाई कहिले पनि नराम्रो शब्द र नराम्रो व्यवहार नगर। उहाँहरूलाई मिठो बोली बोलिँदैमा, राम्रो व्यवहार गरिँदैमा एकदमै खुसी हुन्छ। त्यसैले खुसी खोज्न टाढा जानु पर्दैन, आफ्नै घरमा हुन्छ। बाबुआमाको त्यागलाई पनि बिर्सिनु हुँदैन नि त। हेर्नुहोस् त, हाम्रो परिवार आज कति खुसी छ। हाम्रा जिउँदा भगवानहरू साथमा हुनुहुन्छ। हस् त, नमस्कार।